हेलो एभ्रिवान, हजुर सबैलाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत छ। आजको यो भिडियोमा म हजुरलाई पुरी र सब्जी बनाएर देखाउँछु। जेरीको भिडियो हजुरलाई चाहिन्छ भने चाहिँ मैले मेरो च्यानलमा पहिले नै अपलोड गरिसकेको छु, हजुरले त्यहाँ गएर हेर्न सक्नुहुन्छ। आज सब्जीमा चाहिँ मैले काबुली चना बनाउँदै छु, जुनलाई चाहिँ मैले रातभरि पानीमा भिजाएर राखेको छु। अब सुरुमा मैले कुकरमा तेल राखेको छु। तेल तातिसकेपछि म यसमा मेथी पुर्याइदिन्छु। यहाँ मैले हिङ पनि राखेको छु। गेडागुडीको सब्जीमा हिङ राख्नुभयो भने चाहिँ पेटमा ग्यास बनाउँदैन। त्यसपछि मैले खुर्सानी राखेँ अनि लसुन पनि राख्दैछु र प्याज पनि राखिदिन्छु। अब लसुन प्याज राम्ररी फ्राई भइसकेपछि मैले यसमा आलु राखिदिन्छु। आलुलाई पनि एकैछिन चलाइसकेपछि मैले भिजाएर राखेको चना राखिदिएँ। हजुरले चनाको सट्टामा केराउ, राजमा जे पनि पकाउँदै हुनुहुन्छ सेम प्रोसेस गरी पकाउनु भयो भने चाहिँ एकदम मिठो हुन्छ। अब मैले आलु र चनालाई 5 मिनटसम्म एकदम मजाले फ्राई गर्छु। त्यसपछि मैले यहाँ नुन राखेँ अनि बेसार पनि राख्दैछु। त्यसपछि मैले कलरको लागि कश्मिरी खुर्सानी राखेको छु। यो खुर्सानी चाहिँ पिरो हुँदैन। हजुरहरूले देख्न सक्नुहुन्छ हाम्रो सब्जीको कलर चाहिँ कति राम्रो आएको छ। अब यसपछि मैले यसमा टमाटर राखिदिन्छु। टमाटर राखिसकेपछि मैले चाहिँ सब्जी मसला राख्दैछु। जिरा धनियाको धुलो हो यो चाहिँ। अब यसलाई मजाले चलाउन पर्ने हुन्छ। यसरी पकाएको सब्जी चाहिँ एकदम मिठो हुन्छ। हजुरले एकचोटि अवश्य पनि ट्राई गर्नुहोला। अब मैले यसमा पानी राखेँ र कसुरी मेथी राख्दैछु। मेथीको पत्तालाई सुकाएर राखेकोलाई कसुरी मेथी भनिन्छ। अब चाहिँ मैले कुकरको बिर्को लगाइदिएँ र यसमा मैले 3 सिटी लगाउँछु मिडियम हिटमा। त्यसपछि सिटीलाई आफै खुल्न दिने र हाम्रो सब्जी चाहिँ रेडी भएको छ। हजुरलाई अलि धेरै रस मनपर्छ भने हजुरले रस हालेर खान सक्नुहुन्छ। मैले पुरीसँग बनाएको हुँदा चाहिँ आज मैले धेरै रस हालेको छैन। खानासँग खाँदै हुनुहुन्छ भने यसमा रस थप्न सक्नुहुन्छ। सब्जी त एकदम मिठो देखिएको छ। अब चाहिँ हामी पुरी बनाउँदैछौँ। मैले यहाँ मैदाको पिठो लिएर 1 चम्चा घिउ राख्दैछु। त्यसपछि मैले नुन राखेँ। एकचोटि घिउ र नुनलाई पिठोमा राम्ररी मिक्स गरिदिएँ र त्यसपछि पानी राखेर पिठो मुस्दैछु। पिठो चाहिँ अलिकति नरम भयो भने पुरी पनि नरम बन्छ। यसरी पिठो मुसिसकेपछि हामीले यसलाई 15 मिनटसम्म छोपेर राखिदिन्छौँ। पिठोलाई मुसिसकेपछि रेस्ट हुन दिँदा चाहिँ हाम्रो पुरी नरम बन्छ। त्यसपछि मैले पिठो लिएर यसलाई मजाले बेल्दैछु। बेल्दा चाहिँ एकदम पातलो नबनाउनु होला, हल्का मोटो भयो भने चाहिँ पुरी मजाले फुल्छ। त्यसपछि राम्ररी तातेको तेलमा मैले यहाँ पुरी राखिदिएँ। पुरी फुलाउनको लागि चाहिँ हजुरले एकदम हल्का हातले माथिबाट थिच्दै गर्नुभयो भने यो मजाले फुल्छ। एक साइडबाट पाकिसकेपछि मैले अर्कोतिर फर्काइदिएँ र यसलाई मजाले पकाएँ। यतिको भएपछि हाम्रो पुरी पनि रेडी भइसकेको छ। मैले चाहिँ यहाँ सर्भ गर्दैछु। सुरुमा मैले सब्जी राखेँ, त्यसपछि म जेरी राख्दैछु अनि म पुरी पनि राखिदिन्छु। हेर्दै कति मिठो देखिएको यो जेरी पुरी सब्जी। हजुरले पनि एकचोटि बनाएर अवश्य पनि खानुहोला र मेरो भिडियो मन पर्यो भने हजुर मलाई लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला। थ्याङ्क यू।